नमस्कार सबैजनामा, मेरो नाम अनिल पोखरेल हो। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज हामी चाहिँ स्मार्ट वाच, स्मार्ट ब्यान्ड र फिटनेस ब्यान्डको बारेमा कुरा गर्ने छौं। आखिर यो तीनवटा के फरक छ? हामीहरुले नर्मली घडी लाउँदाखेरि स्मार्ट वाच लगायौं भन्छौं, तर त्यो स्मार्ट वाच हो कि हैन तपाईहरुलाई कति जनालाई थाहा नहुन सक्छ। यो भिडियो अन्तिमसम्म हेर्नु होला। हामीले जानेको, हामीले सकेसम्म तपाईहरुलाई एउटा इन्फर्मेसन दिएर आउँदो दिनमा किन्नको लागि पैसा आफूले खर्चिने बेलामा चाहिँ तपाईहरुलाई केही मद्दत पुगोस् भन्ने हाम्रो मनसायले यो भिडियो बनाएको हो। यो भिडियो अन्तिमसम्म हेरेर आफ्नो विचार कमेन्ट बक्समा लेखिदिनु होला। आउनुस्, स्मार्ट वाच भनेको के हो त? एउटा स्मार्ट वाच भनेको एउटा यस्तो इलेक्ट्रोनिक डिभाइस हो जसले चाहिँ तपाईको दैनिक जीवनमा एक किसिमको भनौं मोबाइलले जसरी मोबाइल फोनले चाहिँ तपाईहरुको मद्दत गर्छ, त्यसरी नै तपाईहरुको दिनचर्या ट्र्याक गरेर राख्ने एउटा स्मार्ट ग्याजेट हो स्मार्ट वाच भनेको। स्मार्ट वाचलाई धेरै तरिकाले हेर्न सकिन्छ। अहिले बजारमा स्मार्ट वाचमा धेरैवटा कम्पनीहरु आइसकेका छन्, तर ती मध्ये कतिवटा कम्पनी चाहिँ स्मार्ट वाच हो र कतिवटा कम्पनी चाहिँ स्मार्ट वाच होइन भन्ने कुरा तपाईहरुलाई थाहा नहुन सक्छ। आज यो भिडियोमा यही बारेमा चर्चा हुनेछ। हामीले नर्मली प्रयोग गर्दै आएको स्मार्ट वाच चाहिँ त्यो स्मार्ट वाच नभएर त्यो चाहिँ फिटनेस ब्यान्ड अथवा स्मार्ट ब्यान्ड भन्ने गरिन्छ। स्मार्ट ब्यान्ड भन्नाले सरल भाषामा भन्नुपर्दा एउटा अगाडि नै कुनै कुरा त्यो घडीमा हालेर राखिएको हुन्छ, जस्तो सफ्टवेयर हुँदैन, त्यसमा कुनै पनि अपरेटिङ सिस्टमहरु हुँदैन। नभएपछि त्यो घडीले चाहिँ तपाईलाई एउटा सिर्फ भनौं समय देखाउने काम मात्रै गर्छ, जसलाई चाहिँ चार्ज हालिन्छ, निकालिन्छ, घडी लाइन्छ, त्यति मात्रै गर्छ। अरु उसले केही पनि गर्दैन। दैनिक जीवनमा तपाईको कुनै पनि मद्दत हुँदैन त्यसले। हामीहरु 2200, 3000, 5000 भनेर अफरमा किन्छौं, तर त्यो अफरमा किन्दाखेरि त्यो चीज भ्यालु फर मनी छ कि छैन, तपाईहरुले तिरेको पैसा कसरी गइरहेको छ भनेर तपाईहरुलाई कसैले भन्दैन। सबैजनाले पैसा लिएको हुन्छ मार्केटिङ गर्ने, त्यही भएर हामीलाई थाहा नहुन सक्छ। आउनुस् यो बारेमा कुरा गरौँ। स्मार्ट ब्यान्ड भन्नाले त्यसले काम गर्ने भनेको सीमित काम मात्रै हुन्छ। जस्तो तपाई कति पाइला हिड्नु भयो, कता ब्लुटुथमा कनेक्ट हुन्छ, तपाईको फोनमा आएको मेसेजहरु यसो पढ्नलाई रिड एन्ड राइट त हुँदैन, रिड चाहिँ गर्न मिल्छ र कल उठाउन मिल्छ। हामी यसैलाई चाहिँ स्मार्ट वाच भन्छौं, तर इन रियालिटी स्मार्ट वाचको काम फरक हो र स्मार्ट ब्यान्डको काम फरक हो। स्मार्ट ब्यान्डले आफ्नो निर्धारित काम मात्रै गर्छ। उसलाई जति त्यो बनाउँदाखेरि हालेको चीज हुन्छ त्यति मात्रै गर्छ, त्यो भन्दा उता गर्दैन पनि। तपाई जतिसुकै पाइला हिड्नु त्यसले एक्युरेट देखाउँदैन। र हार्ट रेटको कुरा रह्यो, हार्ट रेटमा त्यस्तो केही पनि हुँदैन। आउनुस् तपाईलाई आज एउटा एक्जाम्पलको रूपमा यो एउटा एंकर हो, सायद एंकरै होला। अब यहाँनेर त लेखेको छैन यो कुन ब्रान्डको हो भन्ने, तर यो जुनसुकै ब्रान्डको भए पनि तपाईहरुले यो ब्रान्ड भनेको चाहिँ नेपालमा बनेको ब्रान्ड हो भनेर तपाईहरुलाई बेचिन्छ, तर यो नेपालमा बनेको पनि हैन। यो बारेमा कुनै दिन कुरा गरौँला। तर मसँग यो भएको स्मार्ट वाच हो कि स्मार्ट ब्यान्ड हो? तपाईहरुलाई लाग्छ यो स्मार्ट वाच हो, तर यो स्मार्ट वाच होइन। यसले स्मार्ट वाचले गर्ने काम केही पनि गर्दैन। यो एउटा स्मार्ट ब्यान्ड हो। यसले तपाईको समय देखाउँछ। त्यसपछि यसको एउटा क्राउन हुन्छ, यहाँनेर देख्न पनि सक्नुहुन्छ, क्राउन हुन्छ। तपाईको घुमाउँदाखेरि डायलहरु चेन्ज हुन्छ। अनि त्यसपछि यसको फंक्सनहरु भन्नुहुन्छ भने यसलाई ब्लुटुथमा कनेक्ट गरेर तपाईको फोनमा आएको मेसेजहरु यसले यहाँबाट हेर्न सक्छ, नोटिफिकेसनहरु देखाउँछ। तर यसैलाई चाहिँ स्मार्ट वाच भन्न मिल्दैन, किनभने यसमा स्मार्ट वाचमा हुने कुरा छैन। जस्तो तपाईहरुलाई म एक्जाम्पलको रूपमा देखाइदिन्छु। यहाँनेर हार्ट रेट देखाइरहेको छ। यो हार्ट रेट एक्युरेट हुँदैन। यसले यो बीपीएम देखाइरहेको छ, 94 देखाउँदैछ, 95 देखाइरहेछ। यो जतिखेर नापे पनि त्यति देखाउँदैछ। र अक्सिजन लेभल मेरो अहिले 52 देखाइरहेको छ, 52 देखाइरहेको छ। SpO2 52 देखाइरहेको छ। तर यो SpO2 50 होइन, मेरो त्यति मात्रै त छैन होला। आउनुस् तपाईहरुलाई यसको बारेमा एउटा चीज देखाइदिन्छु म तपाईहरुलाई। यहाँनेर हेर्न सक्नुहुन्छ, यहाँनेर एआई त अहिले कुरै छोड्दिम। एआई भनेर मान्छेले पैसा कति लिसके।
अब आउनुहोस् तपाईहरुलाई म देखाइदिन्छु यसको मानिलिउँ यो क्याल्कुलेटर खोल्यौं हामीले 4 डिजिटको मात्रै क्याल्कुलेटर प्रोवाइड गर्छ भन्न चाहिँ एआई भनेको हुन्छ तर यहाँनेर चाहिँ क्याल्कुलेटरमा हुने तपाईले जस्तो मानिलिउँ 10500 थिच्ता थिचिन्छ त 10500 थिच्ता थिच्यो अब यसलाई इन्टु गरेर 12 ले मल्टिप्लाई गर्नको लागि 12 जब थिचिन्छ एक मात्रै थिचिन्छ 12 थिचिदैन यसमा त्यही भएर नझुक्किनु होला यो हेर्दा मात्रै यस्तो देखिन्छ यो होइन खासमा अब रह्यो कुरा यो सबै कुरा त भयो अब स्मार्ट वाच भनेको चाहिँ के हो त स्मार्ट वाच चाहिँ कुन हो त भनेर सोध्नुहुन्छ भने स्मार्ट वाच धेरै नै महँगो आउँछ धेरै नै महँगो जस्तो स्मार्ट वाच बनाउने कम्पनी दुईटा कम्पनी म तपाईहरुलाई भनिदिन्छु तपाईहरुले दैनिक जीवनमा प्रयोग गर्नुभएको प्रोडक्ट एउटा स्यामसङ हो एउटा एप्पलको यो दुईटा कम्पनीले चाहिँ तपाईको आफ्नो पर्सनल जिन्दगीलाई धेरै मद्दत गर्छ जस्तो यसमा के हुन्छ भन्नुहुन्छ भने तपाईले फोनमा त्यो कनेक्ट गराइसकेपछि तपाईको यदि फोन छैन हातमा या चार्जमा लाउनु भएको छ र ब्लुटुथ रेन्ज आफ्नो रेन्जमा पुगुन्जेल चाहिँ घडीको कनेक्टिभिटी त्यहाँ छ भने तपाईले यही वाचबाट चाहिँ तपाईले त्यसलाई कसैले टेक्स्ट गरेको छ भने टेक्स्टको रिप्लाई गर्न सक्नुहुन्छ कसैले फोन गरेको छ भने उठाउन सक्नुहुन्छ तपाईले प्ले स्टोर युज गर्न सक्नुहुन्छ मेन भनेको स्मार्ट वाचमा तपाईको ओएस हुन्छ जस्तो एप्पलमा आईओएस हुन्छ अर्को भनेको स्यामसङको ग्यालेक्सी वाच भन्छ ग्यालेक्सी वाचमा चाहिँ तपाईको वेयर ओएस हुन्छ वेयर ओएस भनेको तपाईको त्यो एउटा सफ्टवेयर र हार्डवेयर दुईटैलाई कम्बाइन गरेर तपाईको र्याम पनि हुन्छ त्यसमा र यतापटि 64 GB 128 GB तपाईको स्टोरेज पनि हुन्छ जसले के गर्छ घडीबाट ब्लुटुथ यहाँ कानमा ब्लुटुथ इयरपड्स लगाएर फेरि यसलाई नै कनेक्टिभिटी युज गर्न सक्नुभयो तपाईको फोन छैन भने पनि र अर्को LTE भर्जन आउँछ LTE भर्जन भनेको तपाईको फोनमा भएको सिम चाहिँ जुन छ त्यो घडीमा ल्याएर तपाईको फोन यदि घरमा बिर्सिनु भयो र तपाई काममा जानुभयो भने पनि त्यहाँबाट सजिलै काम हुन्छ स्मार्ट वाचमा ब्याट्री इस्यु आउँछ ब्याट्री त्यस्तो थाम्दैन स्मार्ट वाचमा अर्को भनेको स्मार्ट कनेक्टिभिटी हुन्छ जस्तो तपाईले नेभिगेसन गर्नु पर्यो जस्तो म्याप खोल्नु पर्यो यसमा म्याप खोल्छ त यसमा स्मार्ट वाच भन्नुहुन्छ तपाईहरुले बेच्दाखेरि धेरै जनाले रिभ्यु पनि गर्नुहुन्छ मान्छेको पैसा हो पैसा जस्तो कुरालाई अहिले त्यो त व्यापारै त्यही भइसक्यो यसमा यो स्मार्ट वाच हो भने यसमा हामीले प्रयोग गर्न मिल्नु पर्ने भनेको एउटा म्याप हो हामीले र तपाई एक्सिडेन्ट हुनु भयो र तपाईले कसैलाई अपरझट फोन ननिकालिकन कल गर्नु पर्यो भने चाहिँ त्यहाँनेर बटम हुन्छ ट्रिपल प्रेस गरेपछि SOS बटम त्यसलाई नै भन्छ SOS बटम भनेको डाइरेक्ट तपाईले त्यहाँनेर अगाडि इच्छाइएको व्यक्ति जो छ त्यसको नम्बर राख्नु पर्ने हुन्छ सिधा त्यसलाई फोन जान्छ या मेसेज जान्छ कि आई एम इन डेन्जर भनेर जसले तपाईको एउटा लाइफ सेभिङ कुरा पनि भयो पैसा मात्रै कुरा रहेन लाइफ सेभिङको कुरा पनि रह्यो स्मार्ट वाच भन्दै किनिरहेको हुन्छौं तर त्यो पैसा त्यसरी नकिन्नुहोस् जुन तपाईहरुलाई घडीको एउटा राम्रो खालको घडी लगाएर हिँड्नु जुन चाहिँ स्मार्ट वाच जस्तो देखियोस् भन्ने छ भने चाहिँ किन्न पनि मिल्यो हाम्रो नेपालमा त यो लेदर पनि बन्छ कि बन्दैन त्यति मात्रै कुरा हो लेदरै बनाउन गाह्रो छ सबै थोक इम्पोर्टै गर्ने हो यो चाहिँ चाइनाबाट बनाएको र रिब्रान्डिङ गर्नु भनेको चाहिँ नेपालमा ल्याएर रिब्रान्ड गरेर यसलाई आफ्नो ब्रान्ड बनाएर चाहिँ बेच्न मिल्छ त्यो सबैजनाको व्यापारको पोलिसी हो र तपाईहरु नझुक्किनुहोस् र यो 11 12 अफरमा पनि नलाग्नुहोस् 500 रुपैयाँ 600 रुपैयाँमा दिदैछ कसैले सामान भने कुनै पनि चीज आउँदैन कहिले पनि 2200 मा एउटा राम्रो खालको स्मार्ट वाच आउँदैन तपाईहरुले स्मार्ट ब्यान्डै युज गर्न चाहनुहुन्छ र तपाईको फिटनेस एकदम राम्रो होस् अनि वर्किङ आवर कति छ मेरो स्लिपिङ ट्र्याकिङहरु कस्तो हुँदैछ भनेर चाहिँ ट्र्याक गर्न चाहनुहुन्छ भने चाहिँ एउटा राम्रो कम्पनी छान्नुहोस् जस्तो MI भयो OnePlus भयो स्यामसङ भयो स्यामसङको पनि फिटनेस ब्रान्ड आउँछ अर्को भनेको एप्पलको पनि आउँछ एप्पलको चाहिँ अलि महँगो पर्छ तिनीहरु चुज गर्नु होला यो अरुमा पैसा खर्च नगर्नु होला अब बाँकी रहेको मैले भन्ने भनेको तपाईहरुलाई यति नै हो आज इन्फर्मेसन हामी यति नै दिन आएको थियौं र नझुक्किनुहोस् मार्केटिङको लोभमा नपर्नुहोस्
र डिस्काउन्टको लोभमा पनि नपर्नुहोस्। यो सबै एउटा नाफा कमाउन खोलिएको व्यापारको बिजनेस गर्न खोलिएको ठाउँ हो र यसमा तपाईहरु फँसेर आफ्नो पैसा खर्च नगर्नुहोस्। दुःखले कमाएको पैसा हुन्छ। युट्युबरको भिडियो हेरेर पनि कहिले पनि कुनै सामान नकिन्नुहोस्। मसँग यस्तो सामान धेरैवटा छ, जस्तो यो भयो एउटा इयरबड भयो। नेपालमा इयरबडहरु 1500-2000 मा आउँछ, तर यो धेरै महँगो नथिङको इयरबड हो। यो कुनै दिन यसको बारेमा कुरा गरौँला। यति भन्दै आज यो हाम्रो फिटनेस ब्यान्डको र स्मार्ट वाचको बारेमा कुरा थियो। यति नै छ, बाँकी अरु केही पनि छैन। मन पर्यो भने लाइक गरिदिनुस्, सब्स्क्राइब गरिदिनुस् र माया गरिदिनुस् र आउने दिनमा यस्तै इन्फर्मेटिभ भिडियो बनाउँदै जानेछौँ। सबैलाई धन्यवाद, नमस्ते।